म चाहिँ चौकुने गाउँपालिका वडा नम्बर 5 को रेक्चा भन्ने ठाउँमा छु। यो चाहिँ निकै एउटा पुरातन हिसाबले, एउटा सांस्कृतिक हिसाबले, ऐतिहासिक हिसाबले यो निकै महत्त्वपूर्ण ठाउँको रूपमा रहेको छ। तर अहिले चाहिँ यहाँ केही पूर्वाधारहरू, विकासका पूर्वाधारहरूको अभावका कारणले गर्दाखेरि धेरै बस्तीहरू यहाँबाट अगाडि चाहिँ बस्ती सरिएको स्थिति छ। यहाँ चाहिँ वास्तवमा अहिले सडक सञ्जालसँग त 74 सालदेखि यतापट्टि जोडिएको छ। तर चाहिँ यहाँ अहिले पनि शुद्ध पवित्र खानेपानीको चाहिँ एकदमै चाहिँ समस्या छ। बाटो अहिले पनि सडकको निकै अभाव छ। बिजुली अहिले पनि पुगेको छैन। केही वर्ष अगाडि यहाँ चाहिँ माइक्रो हाइड्रो सञ्चालनमा थियो, त्यो पनि चाहिँ अहिले चाहिँ सञ्चालनमा छैन। र विद्यालयको अवस्था पनि अलिकति चाहिँ यहाँ समस्याग्रस्त नै छ। 8 क्लाससम्म विद्यालय चलेको छ, तर यहाँ चाहिँ निकै शैक्षिक गुणस्तरको समस्या पनि यहाँ देखिन्छ। त्यसकारण यहाँको चाहिँ यो समग्र उत्पादनको हिसाबले निकै राम्रो छ। खानेपानी सिँचाइको समस्या छ र अहिले चाहिँ यो कादरी भन्ने संस्थाले एउटा चाहिँ यो क्षेत्रलाई चाहिँ अलिकति महत्त्व दिएर यहाँ चाहिँ यो बिस्तारै खानेपानीको लागि बोरिङहरू पनि यहाँ बोरिङ मेसिनहरू झारिसकेको छ। त्यो कादरी संस्थाले चाहिँ यहाँ चाहिँ काम गर्दैछ र विगतमा जस्तो सडक थियो आज पनि त्यही अवस्थामा यो सडक छ र अब यो सडकको स्तर उन्नति बाँकी जरुरी छ। यहाँको बिजुलीको चाहिँ चाँडोभन्दा चाँडो बिजुली ल्याउनु पर्नेछ। त्यसो हुँदाखेरि हाम्रो यहाँ चाहिँ अलिकति लिफ्ट गरेर खानेपानी र सिँचाइको लागि पनि सम्भावना भएको ठाउँ चाहिँ हो। निकै उत्पादन छ र यो रेक्चालाई अब सरकारको तर्फबाट उच्च प्राथमिकतामा राखेर यो लेक बेल्टभरि खास गरी हामीले चाहिँ उतापट्टि सालमा चौकुने यो चाहिँ तपाईँको रेक्चा, त्यसपछि पुछमा, बागमारा हुँदै धनराज लगामसम्म त्यो माथिल्लो बेल्टभरि चाहिँ जम्मै खानेपानीको निकै ठुलो समस्या छ। यहाँको जीवनस्तर कष्टकर छ र नेपाली जनताहरूलाई हामीले यो क्षेत्रमा खालि मतदाताको हिसाबले मात्रै हामीले चुनाव केन्द्रित हाम्रा कामहरू हुने, राजनीति केन्द्रित काम हुने, तर विकास केन्द्रित कामहरूमा हाम्रो खास फोकस छैन। त्यसकारण अब हामीले यो क्षेत्रमा विकास केन्द्रित राजनीति गर्नुपर्ने छ। त्यसका लागि सबै सरकारी निकायहरू लाग्नुपर्ने जरुरी छ। हामी अहिले रेक्चामा हाम्रो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश कुमार सापकोटा सहितको उपस्थितिमा हामी नागरिकहरूसँग घर दैलो कार्यक्रम गरिरहेका छौँ। यहाँ अरू उम्मेदवारहरू पनि चाहिँ एकदमै पुग्नै गाह्रो छ, बाटै अप्ठ्यारो छ, विभिन्न राजनीतिक गतिविधि गाह्रो छ। नागरिकहरू सचेत गर्नुपर्ने जरुरी छ। त्यसकारण म तपाईँहरू सबैलाई के अनुरोध गर्छु भन्दाखेरि यो रेक्चावासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म एकपटक राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टीमा मतदानका लागि सबैलाई आउने फागुन 21 गते अनुरोध गर्छु र सबै यहाँहरूले कुनै पनि हालतमा अब पुराना होइन नयाँ दललाई रोजाइमा यहाँहरूले पार्नुहुनेछ भन्ने कुरा पनि म चाहिँ अनुरोध गर्न चाहन्छु। र हाम्रो रमेश कुमार सापकोटा पहिलोपटक यो रेक्चामा उपस्थित हुनुहुन्छ र यहाँको सम्पूर्ण अध्ययन गरिरहनु भएको छ भौतिक पूर्वाधारको विषयवस्तुमा। र त्यसपछि हामीले निर्वाचन जितेपछि चाहिँ हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यो रेक्चालाई विशेष प्राथमिकता दिने उहाँले प्रतिबद्धता पनि जनाउनु भएको छ घर दैलोको क्रममा। म यही कुरा राखेँ र यहाँहरू सबैले फागुन 21 गते चुनाव चिन्ह घन्टीमा मतदानका लागि सबैलाई अनुरोध गर्छु। धन्यवाद। जय घन्टी। जय घन्टी।